यसमा चाहिँ देख सक्छु दादाले यहाँ थोरै घट्टो कलेजो चाहिँ Cheers everyone. दर्शन नमस्ते हजुर सबैजनालाई वेलकम ब्याक टु माई युट्युब च्यानल आन्टी मगनी ब्लग र फेरि पनि स्वागत छ हजुरलाई मेरो नयाँ ब्लगमा र आजको मेरो ब्लगमा के छ होला त अब फेरि यहाँ यति धेरै खानेकुराको सामान लिएर किन आउँदैछु त ल सम्पूर्णलाई नयाँ वर्षको धेरै धेरै शुभकामना एभ्रिवान ह्याप्पी न्यू इयर टु अल एभ्रीबडी जसले मेरो ब्लग हेर्दै हुनुहुन्छ जो मसँग जुड्दै हुनुहुन्छ मेरो युट्युब फ्यामिली उहाँहरू हजुर सम्पूर्णलाई मेरो तर्फबाट नयाँ वर्षको धेरै धेरै शुभकामना छ सबैजना राम्रोसँग न्यू इयर मनाउनु होला स्वस्थ रहनु होला र आफ्नो केयर पनि गर्नु होला है त एभ्रीबडी हाम्रो चाहिँ नयाँ वर्ष कस्तो हुँदैछ त भनेर म हजुरलाई अवश्य पनि देखाउने छु त्यसैले सबैजना मेरो ब्लगमा जोडिराख्नु होला एभ्रीबडी र हामी चाहिँ नयाँ वर्ष सबै फ्यामिली अहिले जम्मा भएको छौँ घरमा त्यसैले बाहिरतिर घुम्न नजाने भन्यो अनि हामी चाहिँ घरमै न्यू इयर मनाउने भएको हुनाले मैले चाहिँ आज के खानेकुरा पकाउँदैछु न्यू इयरको लागि स्पेसली होइन र त्यसैले यहाँ चाहिँ फर्स्टमा टमाटरहरू छ यसको अचार बनाउँछु अनि यहाँ काउलीफ्लावर क्याबेज छ यो चाहिँ दादा दिजूहरू भेज हुन्छ क्या ठुल्दादा ठुल्दिजूहरू माछा मासु खाइदिन छु त्यसरी उहाँहरूको लागि चाहिँ यो अनि यहाँ पनिर छ हेर्न सक्नुहुन्छ यस्तो राम्रो पनिर रहेछ मिठो हुन्छ यो चाहिँ अर्ग्यानिक जस्तै हाम्रो घरतिर गाउँमै बनाएको पनिर हो क्या सो त्यसैले अनि थोरै भेजिटेबलहरू अनि यहाँ चाहिँ फिस छ हेर्छ त्यही मैले फिस लिएर राखेको छु एकदम फिस यसलाई फ्राई गर्ने हो र लोकल कुखुरा काट्दै हुन्छ दादाले त्यो लोकल कुखुराको पनि मिठो तरकारी बनाउने हो मस्तुको अनि त्यसपछि यहाँ थोरै सामान चाहिँ यिनीहरू चाहिँ अचारहरूको लागि सलादको लागि छ यहाँ थोरै सामान छ र त्यसैले हजुर सबैजना मेरो भ्लगमा जुडिराख्नु होला र म लास्टसम्म मैले के पकाउँछु र हामी कतिजना छौँ फ्यामिली आज न्यू इयर मनाउनुको लागि पनि हजुरलाई अवश्य पनि देखाउने छु एभ्रिवान र हजुरहरू पनि सबैजना आफ्नो न्यू इयर राम्रोसँग मनाउनु होला सबैजना राम्रोसँग बस्नु होला र हेल्दी रहनु होला र आफ्नो केयर पनि गर्नु होला है त एभ्रीबडी ल अब स्टार्ट गरौँ कुकिङ टाइम अब पकाउन थाल्छु म सबैजना मेरो ब्लग हेरिराख्नु होला है एभ्रीबडी अमेरिका गएर के हामी चाहिँ सधैँ प्रायः जस्तो घरमा हाम्रो त घरमा खाना त आफ्नै धान खान्छौँ नि धान खेतको यो चाहिँ आज स्पेसली न्यू इयरको लागि किनेर लिएर आएको चावल हो यो पुलाउको लागि भनेर किन्न परेको चावल हो अब नत्र किन्दैनौँ कि हामीको घरकै खेतको खान्छौँ अब गिलो भयो पनि साह्रो भयो पनि जे भयो पनि खेतकै खाने हो अब मिठो पनि हुन्छ हजुर भन्छ न झन् बल्ल बल्ल आइसकेको भाउजू बुहारीले म त अब सधैँमा त बोलाएर खान्दिरहेको छु त म त सधैँ आइरहेको छु हजुर यहाँ आएको बेलामा आउनु नन्द साथ मेरो घरमा भन्छ न यहाँ आएको बेला भेटघाट गरौँ भन्छ न दिदीको बर्थडे भइहाल्छ एभ्रिवान पनिर चिल्ली पाक्यो मै हाल्छ होला है भनेर नआएको यहाँनिर टोमेटो सस सोया सस पनि हालिसक्यो हामीले र अब यहाँनिर रेडी भइसक्यो अब हाम्रो पनिर चिल्ली खानाको लागि रेडी ल अघि मैले भनेको थिएँ नि हजुरलाई हाम्रो लोकल कुखुराको हुँदैछ भनेर यहाँ चाहिँ लोकल कुखुराको मासु काटेर ल्याइदिइसक्छु दादाले यहाँ थोरै घट्टो कलेजो छ र यहाँ रेडी भयो यता माछा यता लोकल कुखुरा र यहाँ त्यसलाई चाहिने सामग्री रेडी पारेको छु यसरी सिँगै लसुन हाल्ने हो यो पनि हाम्रो बारीकै हो अर्ग्यानिक लसुन हो प्याज होइन टमाटर हो यो तेजपत्ता पनि हाम्रो अर्ग्यानिकै हो है हाम्रो घरमै छ यो कोरियान्डर यो धनिया पनि अर्ग्यानिक हो
अनि यो मसला चाहिँ एकदमै स्पेशल लक्ष्मी दिजूले बनाइसकेको मसला हो हैन। यो चाहिँ फेरि मलाई थाहा हुँदैन के हालेर मिक्स गरेर पिसिसिन्छ के सिलौटामा घरमै एकदम घरमै हाम्रै सिलौटामा पिसिसेर बनाइसकेको मसला हो। र अब यति तयार भयो। अब यहाँ पकाउन सुरु हुँदैछ हाम्रो एभ्रिवान। चना पाके दिजु ल अमला दिजुले चाहिँ चना बनाइसके होइसिन्छ। ल अब लगेर डाइनिङमा राख्दै होइसिन्छ। हजुर चना त पकाए नि ठिक छ ल राख्छ। अब पुलाउ पनि होला हजुरको भाग हैन। हाम्रो अब यति पाक्यो रेडी भयो भनौँ न। आलु फ्राई यहाँनिर चाहिँ पनिर चिल्ली यहाँ काउलीफ्लावर एभ्रिवान अनि र अहिले भर्खर अमला दिजूले लिएर आइसकेको हजुरले देख्दै रिसिन्थ्यो। यहाँनिर चाहिँ चना पाक्यो। अब मैले यहाँनिर पापड तारेर राखिसकेका थिएँ। अब यसरी यति रेडी हुँदैछ। अझै के पाक्न बाँकी छ हेर्दै जानु होला है त एभ्रिबडी। मेरो भ्लगमा सबैजना जुडिराख्नु होला। यदि कोही नयाँ होइसिन्छ भने मेरो भ्लगलाई लाइक कमेन्ट सेयर अवश्य गरिदिनु होला हैन। सब्सक्राइब के हाल्छ दिजु यसमा? यसमा चाहिँ बेसार, यसको लागि चाहिँ जिरा, हजुर खुर्सानीको पेस्ट पिस्ने है सबै सिलौटामा पिस्ने। हजुर अनि यसको लागि केही चाहिँदैन। अब रसको लागि भएको भए चाहिँ यसलाई सर्सीको पेस्ट बनाउनु हुन्थ्यो। यो फ्राई मात्रै खाने हो होइन? फ्राई मात्रै खाने। अब यसलाई चाहिँ अब प्लेन हल्का एउटा अन्डा लोकल अन्डा बेसन अनि थोरै पिसेको मसला बनाइसकेको पिसेको मसला अनि यसमा पनि चिकन पिसेको छु पेस्ट। अब यसलाई फ्राई गर्ने। अनि यसको लागि चाहिँ अब स्पाइसी खुर्सानीको चटनी अचार बनाइदिने। अनि त्यहाँ चोपेर खान्छ ल बच्चाहरूले। अब त्यसपछि खालि बच्चालाई पार्टी हुन्छ। यो पनि रेडी भयो। यसको लागि तेल पनि धेरै चाहिँदैन है। हजुर तर यसलाई मजाले मलेर चाहिँ सुगर सबै राम्रो छ अरे। माछा आज हाम्रो माछाको कता राख्ने हो? माछा रेडी भयो। लोकल माछा हो यो हाम्रो एभ्रिवान। लोकल कुखुरा पनि पाक्न थाल्यो। अब भुटान हुँदैछ। अब पाक्छ चाँडै नै। पकाउने कुकम्यान होइसिन्छ लक्ष्मी दिजु। माछा मासु जेसुकैको तरकारी सबै अर्ग्यानिक है दिजु भन्छ न। फेरि मैले भन्नु आफै लसुन प्याज टमाटर यो लोकल लसुन चाहिँ अब यहाँ यो लोकल लसुन चाहिँ के सिँगै हाल्छ नि? यो अब सक्कर रस हाल्नुभन्दा पहिले चाहिँ यो हालिदिने। अनि खाने बेलामा यो पिस पिसै आउँछ क्या। अनि मासुसँगै यो पिस खाँदाखेरि चाहिँ हाम्रो हेल्थमा पनि एकदमै राम्रो हुन्छ। स्वाद पनि एकदम टेस्ट पनि फरक हुन्छ। यो कतिले त हाल्ने पनि गर्नुहुन्छ होला किनभने हामी चाहिँ तराईतिरको भएर चाहिँ अलिकता युज गर्छौँ हामी होइन। धेरै लसुन चाहिँ म युज गर्छु। फेरि हाम्रो बारीको लोकल हो नि आइदिनु। लोकल कुखुराको चाहिँ घरको कलेजु पनि बनाइदिन्छ होइसिन्छ। त्यो चाहिँ मलाई मन पर्छ नि त्यही भएर घरको कलेजु पनि पाक्दैछ। घरको कलेजु पनि रेडी भयो एभ्रिवान। यो चाहिँ हाम्रो घर धेरै उता नलाने मासु र मासु राख्ने मान्छे दुईपट्टि राखिदिनु पर्यो। केही स्वाङ होइन यो। मेहनत कति मेहनत लाग्छ। यो चाहिँ एक भाँडो हो। अब अर्को राइस कुकरमा पनि हाल्छ। राइस कुकरमा हाल्नु होला होइन? हजुर दिदीले यहाँ पुलाउ कति भ्याउँछ बारीमा भ्या छ लोकल कुखुराले पालेको छ होइन? खसी बाख्रा नि छ। खसी बाख्रा नि छ। टेबलभरि कति पाइन्छ सबै घरले भेराइटी बनाएर खुवाएको छ मालातिले।
हजुर अनि मैले चाहिँ पकाएको छ माइली देउरानी फेरि त्यस्तै सुपर फास्ट छ पकाएको पकाए पकाएर यता पहिला पाइरहेको छ पकाउन त म जति पकाउँछु भाडा चाहिँ बात मोरे नछुने यो माइली देउरानी खाना बाटे खाना बाँध्न पनि भएन ला हिजो हाम्रो खिर पकाएको कुकरमा कसौडी मारिसकेको थियो दिजुले त्यही बेलामा करे पनि हो ए ओके गरिसिन्छ हाम्रो चाहिँ यहाँ अब त्यस्तो छैन उसले गर भन्ने सबैजना मिलेर गर्छौँ घरमा आज त पुलो खाने दिजु आज नखाउँ साग पुलो अस्ति त पछाडिबाट खिच्दिन् क्या पुरै कपाल एकतिर भात यो ड्रेसको डिजाइनर को त्यो पनि भन्न त साँच्ची त डिजाइनर मलाई दिशा आइदिन्छ रातो मैले लगाएको छु मेरो कपडा कस्तो भएको भएर होला मलाई कसैले केही दिँदैन मौका छोपेको बेलामा यहाँ आएको सबै अर्ग्यानिक चाहिँ खाएर जाने हो मैले त के दिनु मैलेहरूलाई आएको बेलामा लोकल कुखुरा काटेर दिएको छु त्यही त बारीको खाने अनि दसैँमा आउँदा खसी खानिदिन्छु छोरा बुहारी आएर फोक्सो भरेर खानुहुन्थ्यो माछा तारेर खानुहुन्थ्यो भवानी चिसो जुस खानुहुन्थ्यो दसैँमा आएर त रमाइलो हुन्छ नि सबैजना आउँछन् म हामी गऱ्यो भने आउनु सक्छौँ होइन आगोले ठुलो पार्नु पनि हो कि हजुर त यो फिल हुन्छ होला है दिजु अमराइजु हामीसँग बसिसकेर होला त यो फिल हुन्छ होला साथी पुग्नु पुगिसकेको छु यति 60 वर्षको उमेरमा यति यङ भइसिन्छ कपालले यति विदेशी स्याम्पू हो फेरि होइन हजुरको पैसा भयो विदेशी पाइहाल्ने मैले पैसा हुनु पर्यो होइन पाक्यो होला नि त एभ्रिवान यहाँ हाम्रो पुलो पनि रेडी भयो अब म पुलो पनि लिएर जाँदैछु त्यसपछि त पुलाउ हेर्दै खम लाग्ने जस्तो भयो है पुलाउ ल पुलाउ पनि राख्छु हेर्नुहोस् एभ्रिवान मैले अचार बनाउँदैछु यो अचारमा भएको आलु पनि हाम्रो घरकै हो काँक्रो पनि घरकै हो गाजर चाहिँ कुले खानेबाट ल्याइसकेको दिजुले हालेको तर गाजर पनि हाम्रो बारीमै छ अनि यो केराउ किनेको नत्र खुर्सानी बारीको सबै बारी अर्ग्यानिक खानाबाट तयार पारेको छु आज मैले न्यू इयरको लागि चाहिँ स्पेसल दिजुहरू सबैजना खुसी भइसक्यो किनभने सबै थोक घरमै रहेछ केही किन्न नपर्ने बारीमै रहेछ भन्दैछिन्थ्यो लसुन प्याज धनियाँ एभ्रिथिङ क्या आमा त चिटी बन्द गरिदिन्छु र चिटी मासुलाई ल यहाँ अचार पनि रेडी भयो अब राख्दैछु देखिसक्यो कसौडी साँच्चै Cancel ka? Alisin mo sa kamay.
रेडी एभ्रिवान हाम्रो लोकल कुखुराको म बोक्न नसकेको लोकल कुखुराको मासु पनि रेडी भयो अब म जाँदैछु टेबलमा राख्नको लागि ल रेडी भयो है त हेर्नुहोस् त यहाँ लोकल कुखुराको मासु लोकल अन्डा यहाँ पनिर चिल्ली यहाँ माछा अनि यहाँ अचार आलु फ्राई चना यहाँ फलफुल फ्रुट्स सलाद लोकल टमाटर चुकन्दर यहाँ पुलाउ छ यहाँ लेटस त्यसपछि पापड है त ल अब हामी खान जाँदैछौँ हाम्रो खाना सबै रेडी भइसक्यो अब चाहिँ हामी खान जाँदैछौँ सबैलाई भोक पनि लाग्यो 12:30 भएछ ल बुहारीको युट्युब च्यानल हेर्ने जति सबैलाई धेरै धेरै नयाँ वर्षको शुभकामना यस थ्याङ्क यू आमा लागोस् सबैले हेरिदिनु होला हामी मेहनत गरेर बनाउँछौँ होइन बुढाहरू आऊ अब अब एकछिन दुईछिन होइन आऊ कपाल मिलाऊ हजुर हस् तिमीलाई पनि हाल्ने पुलाउ हो छोरी आज हाल्छु आमा ए पुलाउ धेरै हुन्छ थोरै खाने नि त कसले ए माइरा म खान्छु तिमी राख त्यसमा खाँदै गर न माछा पनि खाऊ अन्डा पनि छ अन्डा नि खाऊ सब बनाइदिएछु आन्टीले ल चना हाल मासु खाँदैन होला धेरै ग्रेभी नखानेले अन्डा हाल दिन्छ माछा खाऊ ज्यादा खाना मिठो भए पनिर हालेर खाइस् है अझै हजुर धेरै मिठो राम्रोसँग खाइस् दादा पनिर थपिदिउँ होइन खाइस न पनिर त अमाइ चाहिँ दादालाई पनिर हालिस् न थोरै रहेछ आमा मिठो भए पुलाउ है हाम्रो सबैजनाले खायौँ ल ह्याप्पी न्यू इयर भन्दैछ त त्यहाँबाट ह्याप्पी न्यू इयर दादा ह्याप्पी न्यू इयर भन्दैछ त यता हेरेर दादा ल ह्याप्पी न्यू इयर किन दादा ह्याप्पी न्यू इयर भन्दैछ भन्दिनँ म ह्याप्पी न्यू इयर लुक एट मी नबु एकचोटि ओ खाऊ ल खाऊ Mahira, why are you angry, Mahira? Mahira? Pretty sad about your hammer, sorry. I'm no angry. I'm no angry. I'm no angry. Come.
हेलो एभ्रिवान, अब हामीले खानाहरू सबै खाइसक्यौँ। दादाहरूले पनि खाइसक्यो, आमाहरूले पनि खाइसक्यो र मैले दिजु दुवैजनाले पनि खाइसक्यौँ। दिजुहरूले पिज्जा खाइसक्यो त मैले बनाउने बिर्सिसकेँ किनभने खाना खप्न ओर्नमा बिजी भएँ अनि दिजुहरू खाँदै भइसक्यो र मैले पनि खाइसकेँ। यति पनि आजको ब्लगबाट म बिदा लिन चाहन्छु। सबैजना राम्रोसँग बस्नु होला, सबैजना हेल्दी रहेर। वान्स अगेन ह्याप्पी न्यू इयर टु अल। हजुर सबैजनालाई नयाँ वर्षको धेरै धेरै शुभकामना। ह्याप्पी न्यू इयर टु अल एभ्रिबडी, ह्याप्पी न्यू इयर एभ्रिबडी। र यति भन्दै आजको भ्लगबाट म बिदा लिन चाहन्छु र हजुरसँग म मेरो नेक्स्ट भ्लगमा अवश्य नै भेट्नेछु। हस् त, बाई बाई एभ्रिवान।